आर डाउनलोड र इन्स्टल को लागि सबभन्दा पहिला गुगलमा www.r-project.org टाइप गर्ने, त्यसपछि स्क्रिनमा क्लिक गर्ने, त्यसपछि अस्ट्रियामा क्लिक गर्ने, त्यसपछि डाउनलोड आर फर विन्डोजमा क्लिक गर्ने, त्यसपछि बेसमा क्लिक गर्ने, त्यसपछि डाउनलोड R-4.6.1 फर विन्डोजमा क्लिक गर्ने। डाउनलोडिङ स्टार्ट हुन्छ। यहाँ डाउनलोड्स भएर आएको छ। यो इन्स्टलरलाई चाहिँ हामी यसलाई चाहिँ इन्स्टल गर्ने, रन एज एडमिनिस्ट्रेटरमा क्लिक गर्ने, त्यसपछि यसमा क्लिक गर्ने, त्यसपछि इङ्ग्लिसमा क्लिक गर्ने, त्यसपछि नेक्स्ट 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 इन्स्टलिङ स्टार्ट भयो। पीसीमा को डेस्कटपमा आर आइसकेको छ। यसलाई डबल क्लिक गर्ने, डबल क्लिक गर्ने बित्तिकै हामी यस्तो किसिमको विन्डोज हेर्छौं। यो हेर्ने बित्तिकै हामी बुझ्छौं कि हाम्रो आर अब स्टार्ट भयो। यसको चेकको लागि एकैछिन हामीले चाहिँ टु प्लस 3 लेख्यौं अनि इन्टर दियौं, 5 आयो। यसबाट के स्पष्ट हुन्छ कि हाम्रो आर अब स्टार्ट भयो। थ्यांक यू।